राजनीति 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 बुझ्दिन र जान्दिन गर्दा पनि गर्दिन अहिलेसम्म देखेको र बुझेको आफ्नो गल्ती भर्ने आफन्तलाई जागिर अनि ठेक्का पट्टा दिने सकेसम्म जनता लुट्ने ठुलो कुरा गर्ने विकास भन्दै एउटै बाटो 3-4 पल्ट खन्ने गर्छु केही भन्दाखेरि झोले बन्नु पर्ने आँखा मेरो टोला छ मन धेरै रोएछ त्यति भन्दै लुट्दैछ चोर गुण्डा बढ्दैछ कैदीहरू भाग्दैछ फेरि हत्या गर्दैछ यसको फाइदा भ्रष्टहरूले लिँदैछ जेन्जीहरू बेटमा छ अझै पनि चोर गुण्डा भ्रष्टहरू माथि छ 1-2 जना परिचालित जेन्जी लिडर भन्दैछ देश बेच्न खोज्दैछ बदलिएन सत्य सत्ता मात्र बदलियो सबलाई मोह सिंहासनको देशलाई खाँचो युवाहरूको बोजू आइ बसिरहेछ बाजे हुँदा कस्तो होला 6 महिनामा केही नै होला 28 वर्ष बित्दाखेरि देशलाई खोक्रो बनाइसक्यो जान्ने बुझ्ने टाटो बाटो डलरसँग साटिसक्यो कुरा छिटो बुझ्नु पर्यो देश बेच्नेलाई मार्नु पर्यो कानुन यस्तो बन्नु पर्यो जनता सबै मिल्नु पर्यो राम्रो मान्छे छान्नु पर्यो नत्र ठुलो युद्ध हुन्छ नेपाल सबै ध्वस्त हुन्छ गर्नेलाई गर्न देऊ जबरजस्ती नभिडाऊ स्वतन्त्रले चुन्न देऊ गुलाम भई नबस पुँजीवादलाई हटाएन व्यक्ति मात्र हटायो लाउरे टेक्ने उमेरमा देश साक्षु भन्दैछ हालत फेरि उस्तै हुन्छ सेप्टेम्बर 8 मात्र महिना तारिक भयो सेप्टेम्बर 8 मात्र महिना तारिक भयो संरचना धेरै ढले सार्वजनिक जनजनले स्कुल जाने टाइममा आन्दोलनमा हिँडे होमवर्क गर्ने बेलामा भाषण प्र्याक्टिस गरे लाउने खाने उमेरमा तातो गोली खाए किताब बोक्ने उमेरमा ढुङ्गा बन्दुक बोके नारा जुलुस गरे अधिकार खोज्दाखेरि चौरत्तरलाई ढाले सबै शहीद बने कष्टमुजीहरूले आतंककारी भने शहीदहरूको बलिदानलाई सिँढी बनाइ चढे फेरि पनि त्यही पुराना पार्टीहरू आए अझै पनि देश बेच्नलाई तम्सिरहेछ मिल्ने भए आकाश अनि हावा पनि बेच्थे राम्रोहरू ओझेलमा छ त्यस्तो इच्छे खुल्ले आन्छ अरू पनि धेरै छन् भन्न मैले चाहिन जुनै जोगी आए पनि कानै चिरेको जुनै जोगी आए पनि कानै चिरेको मेरो देशको कालो राजनीति फक राजनीति